त्यो त भिडियो भन्दैन न भन्नु न कस्तो भन्दैन झन् शिरमाया ल हेर्नुहोस् हाम्रो शिरमायाको टाउकोमा अनि यहाँ यसरी हेर्दा कति धेरै माया छ मनमा शिरमाया आउनु त मम्मीले जहिले ढिलो गर्नुहुन्छ क्या अनि छिटै निस्किनुहुन्छ होइन लास्टमा जाने फेरि ढिलो हुन्छ क्या मम्मी 2 घन्टा आफै निस्किन्छ लास्टमा आफै ढिलो हुन्छ आएको आधा घन्टा भइसक्यो उहाँ हुनुहुन्छ एनिवे पावर एसपिडी ग्रीन रेन्जर Huh? It's त्यस्तै सेम चाहियो कि छ होला भिडियोले देखाउनु भन्छ के अरे ल अङ्कल जान्छु बाई बाई यसलाई भन्छ मम्मी मोटो ब्लग मोटो मान्छेहरू चलायो भने मोटो ब्लग हुन्छ हामी पातलले चलायो भने पातलै ब्लग हो कि यही हो तयार हुनुहुन्छ ए भएन 3 चोटि आइसक्यो 3 चोटि नै मम्मीले मन पराउनु भएन मम्मी आउनु त 4 चोटिमा आउँदै किन्ने हो 3 चोटिमा भएन ओके ल त जान्छु लेट्स गो या म घर आइपुगेँ अघि भिडियो गर्दा त ब्याट्री नै सकियो स्विच अफ भयो मोबाइल अहिले चाहिँ कार्पेटरहरू चाहिँ हामीले चाहिँ हेरेर आधा घन्टामा आइपुग्छ भनेको छ सो अहिले यो चाहिँ सबै फुकाएर सरसफाइ गर्न छ है 1 hour later कार्पेट आइसकेको छ आउनु भयो कार्पेट पनि आइसक्यो कार्पेट आए ल सफा गर्न आउनु सो भिडियो हेर्दै गर्नु होला फाइनली 20 फुट लाग्ने रहेछ हाम्रो रुममा भयो अब यसलाई काटकुट गरिन्छ होइन मम्मी म गएर आउँछु है मम्मीले म पर्दाको त्यो फिटिङ गर्ने लिएर आउँछु भनेको छु होइन दाइले पनि थाहा दाइकै दोकानको हो लिएर आउने सो जाँदैछु हेर्नु है त सो गाइज अहिले चाहिँ म गाडीमा छु जिममा दाइसँग होइन दाइ मम्मी चाहिँ हो त्यहाँ बसिरहेको छु हेर्न सक्नुहुन्छ तपाईँलाई देख्नु भएको छैन होला पछाडिपट्टि टक्क सोफा लिएर आउँछ मम्मीलाई चाहिँ टक्क लगाएर आज गिफ्ट हाल्नुपर्छ होइन हेरेर आइरहेको छु तर चाहिँ उता हामीले चाहिँ हामी चाहिँ सोफा बोकेर आउने बसेकोबाट सो अब डाइरेक्ट हामी चाहिँ उता सोरुममा हेरौँ है त सोफा रेडी छ नि आन्टी होइन ए उचाल्नलाई तपाईँ हाम्रो सोफा चाहिँ यो हो है यो हो आन्टी कति भयो त नि हाम्रो हिसाब किताब थ्याङ्क यू ल धेरै धन्यवाद तपाईँलाई त आन्टी अब धेरै छैन 1 मिनट त्यसपछि मम्मीको रियाक्सन सो मम्मीलाई बोलाऊँ है त बाहिर अभी एहे रहा नहीं जाता तड़प ही ऐसी है ना मम्मी बाहिर सुन न सरप्राइज ठिक छ लो
कस्तो लाग्यो भन्नु न यता 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 ल यता जससँग भएको नि मलाई पेपर चाहिँ मैले 4 दिन जति लाएँ यहाँ चाहिँ अब हामीले हाल्न चाहिँ 4 दिन जति लाग्यो वालपेपर हाल्नलाई सोफा ल्याउने भनेको चाहिँ मलाई थाहा थिएन होइन अनि चाहिँ मम्मीले सबलाई चाहिँ दिएँ वालपेपर पनि हाल्यो अब थ्याङ्क यू सो मच दाइ है त ल दाइ थ्याङ्क यू सो मच ब्रदर है त ल राम्रो गराइदिनु भयो मम्मी सरप्राइज कस्तो लाग्यो मेरो सरप्राइज सरप्राइज कस्तो लाग्यो मम्मी भन्नु त वाह थ्याङ्क यू सो मच गाइज एभ्रीवान लास्टसम्म हेरिदिनु भयो मम्मीको रियाक्सन पनि देख्नु भयो होला होइन वालपेपर चाहिँ यो चाहिँ कोठामा चाहिँ वालपेपर चाहिँ 4 दिन लागेको थियो अनि ढिलो नै भयो कि मैले चाहिँ अलिक छिटै गर्छु भनेको थिएँ तर ढिलो नै भयो कार्पेट किनेर मात्र म चाहिँ सोफा मम्मीले कि छोडेको सोधेँ होइन नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला है So thank you so much guys, keep supporting us, bye bye.